पोर्चुगलमा यो आइआरएस भर्दा नि अँ, कसैको पैसा फिर्ता आउँछ, हो कसैले चाहिँ उल्टै थप तिर्नुपर्छ। यो त सधैँकै चासोको विषय हो हैन? बिल्कुल धेरैजनालाई लाग्ने प्रश्न हो यो। आज हामीसँग जे जति जानकारी छ नि हुँ, त्यसैलाई अलिक केलाएर हेरौँ न त। आखिर किन हुन्छ यस्तो? खासमा के हो भने वर्षभरि हामीले अनुमानित कर तिरिरहेका हुन्छौँ नि, हो, अनि वर्षको अन्त्यमा आइआरएस भर्दा चाहिँ वास्तविक हिसाब हुन्छ। त्यो अनुमानित र वास्तविक बीचको फरक मिलान गर्दा नि कि फिर्ता आउँछ कि तिर्नुपर्छ। ए भनेपछि त्यो वर्षभरि तलबबाट काटिने कर के अरे रिटेन्स्याउन फोन्टे भन्छ नि त्यसैको खेल रहेछ मुख्यत। हो, त्यो एकदमै महत्त्वपूर्ण भयो। मतलब यदि वर्षभरि तिर्नुपर्ने भन्दा अलि बढी नै काटिदिएको रहेछ भने फिर्ता आयो। ठ्याक्कै त्यही हो। रोजगारदाताले नियमअनुसार अनुमान गरेर काट्छ, तर अन्तिम हिसाबमा त्यो बढी देखियो भने फिर्ता भइहाल्छ। अनि कम काटिएको रहेछ भने वा नकाटिएको अवस्थामा जस्तो फ्रिलान्सरहरूको हो, त्यस्तोमा चाहिँ तिर्नुपर्ने देखिन्छ। स्रोतमा कम कर काटिए वा काट्दै नकाटिएपछि त बाँकी रकम आइआरएस भरेपछि तिर्नुपर्ने नै भयो नि। बुझियो। अनि अर्को कुरा त्यो खर्च देखाउने चलन छ नि, स्वास्थ्य, शिक्षा, घर भाडा, यिनको बिल पेश गर्दा पनि त फरक पर्छ होला। एकदम पर्छ। ती भनेका कर कटौती योग्य खर्चहरू हुन्, डेस्पेजेस डेरुटिभेस भन्छौ नि। अँ, तिनलाई नियमअनुसार त्यो ई फतुरा मार्फत दर्ता गराउँदा वा घोषणा गर्दा तपाईँको कुल कर योग्य आम्दानी घट्छ क्या। ए आम्दानी घटेपछि त तिर्ने कर पनि घट्ने भयो। हो नि। अनि कि त तिर्नुपर्ने रकम कम हुन्छ कि पहिले नै बढी काटेको भए फिर्ता आउने सम्भावना झन् बढ्छ। अनि आश्रित बालबच्चा परिवारका सदस्य छन् भने त्यसले पनि त कर घटाउँछ। तर खै सबैले यी बिलहरू पेश गर्छन् जस्तो लाग्दैन, वा कसैको त्यस्तो खर्च नै नहुन सक्छ। त्यो पनि हुन्छ। खास गरी स्वरोजगारहरूको त झन् उनीहरूको त अग्रिम कर पनि काटिएको हुँदैन खासै। उनीहरूलाई तिर्नुपर्ने सम्भावना अलि बढी भयो होइन त? हो, तुलनात्मक रूपमा हेर्दा त्यस्तै देखिन्छ। स्वरोजगारको हकमा के हुन्छ भने अग्रिम कट्टी प्राय हुँदैन। अनि वर्षको अन्त्यमा आम्दानीको आधारमा एकमुष्ट कर हिसाब हुन्छ। अब पर्याप्त खर्च देखाउन सकिएन भने वा अरू अतिरिक्त आम्दानी छ भने, जस्तै घर भाडाबाट आयो, कतै लगानीबाट नाफा भयो, त्यस्तो आम्दानीले कुल आम्दानी बढाइदिन्छ अनि आइआरएस भरेपछि तिर्नुपर्ने अवस्था आउन सक्छ। आम्दानीको तह अनुसार पनि त फरक पर्छ होला नि, जस्तो थोरै कमाउनेलाई र धेरै कमाउनेलाई एउटै नियमले कसरी काम गर्छ? अवश्य फरक पर्छ। पोर्चुगलको कर प्रणाली त प्रगतिशील छ नि त। प्रगतिशील मतलब आम्दानी जति बढ्दै गयो करको दर पनि त्यति नै बढ्दै जान्छ, त्यो स्ल्याब अनुसार। त्यसैले कम आम्दानी हुनेहरूको करको दर नै कम हुन्छ अनि उनीहरूले वर्षभरि स्रोतमा तिरेको कर नै तिर्नुपर्ने भन्दा बढी हुन सक्छ के। त्यही भएर फिर्ता पाउने सम्भावना बढी हुन्छ। अनि धेरै कमाउनेको चाहिँ उच्च आम्दानी हुनेहरूको त कर दायित्व नै बढी हुन्छ। अब यदि उनीहरूले ठूलो मात्रामा कर कटौती हुने खर्चहरू देखाउन सकेनन् भने स्रोतमा काटेको करले नपुग्न सक्छ अनि थप तिर्नुपर्ने हुन्छ। अनि त्यो विवाहित जोडीहरूले सँगै कर भर्दा के अरे कन्ट्रिब्युसन कन्जुन्ता भन्छन् क्यारे, त्यसले नै फरक पार्छ र? पार्छ नि। संयुक्त रूपमा भर्दाखेरि दुवैजनाको आम्दानी र खर्च एकै ठाउँमा राखेर हिसाब गरिन्छ। हो, कहिलेकाहीँ कस्तो हुन्छ भने एकजनाको आम्दानी धेरै, अर्कोको थोरै छ, वा एकजनाले तिर्नुपर्ने देखियो, अर्कोले फिर्ता पाउने देखियो भने सँगै भर्दा त्यो हिसाब अलि फरक पर्न जान्छ। कहिलेकाहीँ फाइदा पनि हुन सक्छ। अच्छा, यो तलब खानी र स्वरोजगार बीचको कुरा अलि प्रष्ट पार्न एउटा सानो उदाहरण हेरौँ न त। ल हुन्छ। मानम राम भन्ने एकजना हुनुहुन्छ। उहाँको वार्षिक आम्दानी 15,000 युरो छ। ल, अनि उहाँको तलबबाट वर्षभरि जम्मा 200 युरो कर काटिएको रहेछ स्रोतमा। अब आइआरएस हिसाब गर्दा उहाँको तिर्नुपर्ने वास्तविक कर चाहिँ जम्मा 1500 युरो मात्रै देखियो। भनेपछि बढी काटिएछ। हो, 2000 काट्यो, तिर्नुपर्ने 1500 मात्रै। भनेपछि उहाँले 500 युरो फिर्ता पाउनुभयो। रामले त पाए। अब सीताको उदाहरण नि। ल, अब सीताजीको कुरा गरौँ। उहाँको आम्दानी 20,000 युरो छ, रामको भन्दा बढी। तर उहाँको स्रोतमा चाहिँ जम्मा 1200 युरो मात्रै काटिएको रहेछ। ओहो, अलिक कम काटिएछ। हो, अनि आइआरएस हिसाब गर्दा उहाँको वास्तविक कर दायित्व चाहिँ 1600 युरो देखियो। भनेपछि उहाँले 400 युरो थप तिर्नु पर्यो। 1200 काटिएको थियो, 1600 तिर्नुपर्ने भयो।
यो उदाहरणले त झन् छर्लङ्गै भयो त। हो नि, यसले के देखायो भने वर्षभरि कति काट्यो र वास्तवमा कति तिर्नुपर्ने हो त्यो बीचको अन्तर नै मुख्य कुरा रहेछ। ओहो, निकै राम्रोसँग बुझाइदिनु भयो। त्यसो भए अब मोटामोटी रूपमा भन्नुपर्दा यो पोर्चुगलमा आइआरएस भर्दा पैसा फिर्ता आउने कि तिर्नुपर्ने भन्ने कुरा चाहिँ वर्षभरि कति कर काटियो होइन, हो, त्यो एक नम्बरमा। अनि कति खर्चहरू देखाइयो त्यो कटौतीको कुरा, एकदम। आम्दानी कति छ, कस्तो खालको आम्दानी हो, तलब हो कि स्वरोजगार कि अरू केही, सही हो। अनि कर एक्लै भर्ने कि सँगै भर्ने, यिनै कुराहरूले फरक पार्ने रहेछ। बिल्कुल, यी सबै तत्त्वहरू मिलेर नै अन्तिम नतिजा आउने हो। ल, यो त एकदमै स्पष्ट भयो। अब यति कुरा बुझिसकेपछि एउटा प्रश्न मनमा आउँछ कि पोर्चुगलमा बस्ने हामीहरूले आफ्नो करको अवस्थालाई अझ राम्रोसँग बुझ्न अनि वर्षभरि नै अलि मिलाएर लैजान के गर्न सकिएला? आफ्नो आर्थिक कुराहरूलाई कसरी अलि सक्रिय भएर हेर्न सकिन्छ होला? खै, यो चाहिँ सबैले आफैले सोच्ने कुरा हो कि